छोरा मान्छेलाई पनि आफ्नो घर फ्यामिलीको खुसी हेर्दा हेर्दै आधी जिन्दगी त त्यसै जान्छ अनि आधी जिन्दगी सोचे जस्तो हुन्छ कि हुँदैन। कति गाह्रो छ है। आफ्नो देशमा त दुःख गर्यो तर अर्काको देशमा पनि गएर कति धेरै दुःख गर्नुपर्छ उनीहरूले। घाम पानी निन्द्रा भोक बिरामी केही भन्न पाउँदैन के। र पनि उनीहरूलाई बुझ्दिने मान्छे कमै हुन्छ। र पनि चिन्ता नगर, एक दिन नभए एक दिन पक्कै पनि बुझ्नेछौ। कसैले न कसैले तिम्रो लागि बुझिदिनेछ, कसैले न कसैले तिम्रो लागि धेरै माया गर्नेछ। त्यही भएर दुःख गर्न नछोड, आफ्नो खुट्टामा आफै उभ, आफ्नो फ्यामिलीलाई खुसी राख। त्यो नै सबैभन्दा ठुलो कुरा हो है त।